कान्छी गाना कता छौ एकछिन बाहिर आऊ। हजुर आए। तिमीलाई थाहा छ पल्लो गाउँको छिमेकीबाट राम्रो कुल खानदानबाट छोरीको बिहेको लागि कुरा आछ, के गर्ने? ठिकै छ नि त, ठुली छोरीको नि बेलैमा बिहे गरिदिएको राम्रो भएको छ। अहिले 2 जी पछि कान्छी पनि 16-17 वर्ष भइहाली, बिहेको टुङ्गो गरिहाल्नु। त्यो के जाति संस्थाहरू हन् बिहे रोक्ला नि। म आजै गएर कुरो गरिहाल्छु नि, ती संस्थाहरूले केही नाप्दैनन्, म अहिले नि गइहाल्छु। सबै साथीहरूलाई नमस्ते है। नमस्ते। मैले एउटा खबर पाएको छु साथीहरू, हाम्रो गाउँमा बडा काजीको छोरीको बिहे हुन लागेको रहेछ। ती नानी पनि सानै छिन्, ती नानीको बिहे कसरी रोक्ने होला, के गरी जाने है? ए हो र, त्यो कान्छीको त उमेर पनि पुगेको छैन। ए हो र, त्यसो भए त्यो बाल विवाह जस्तो जघन्य अपराध रोक्नु पर्छ त, कसरी रोक्ने साथीहरू? हुन्छ सम्बन्धित निकायलाई जानकारी गराउला, अनि त्यसपछि हामी पनि उहाँहरूलाई सम्झाउन जाउँला नि त। त्यो सँगै जान छ। नमस्ते नमस्ते नानीहरू, यतातिर आएर बस। के हो काजी बासी छ त? के हुनु नानी, हामीलाई ठुलो दशा आइलाग्यो। कान्छी छोरीको बिहेको कुरा चल्दा चल्दै ठुली छोरीले बच्चा पाउन नसकेर छोरी र बच्चाको अस्पतालमै ज्यान गुमाएको खबर भर्खरै पायौँ। बुरा काजी बा, हामी पनि कान्छीको बिहे हुँदैछ रे भन्ने खबर सुनेर आएको। अब यहाँ आउन साथ झन् दिदीको नराम्रो खबर सुनियो। दिदीको पनि सानै उमेरमा बिहे भएर आज यो दिन देख्नु परेको नि काजी बा। के गर्नु नानी, त्यति बेला यस्तो कुरा थाहा थिएन, सम्झाउने कोही भएन। जे हुनु भएको काजीको आमा, अब चाहिँ कान्छीको भविष्य राम्रोसँग सोच्नुपर्छ है। 20 वर्ष पुरानो नभइकन बिहे गरिदिनु हुँदैन नि, फेरि कानुनले पनि मान्दैन। हो र नानी, त्यही भएर आज हामीले यस्तो दिन देख्नु पर्यो। अब कान्छीको लागि चाहिँ उमेरले परिपक्व भएपछि मात्रै बिहे गराउँछौँ। संस्थाहरूले नराम्रो काम गर्छ भन्ने भ्रममा थियौँ, तर होइन रहेछ। हाम्री कान्छीलाई पनि तिमीहरूसँगै जोडेर नयाँ कुराहरू सिकाऊ, हामी नि सधैँ सहयोग गर्छौँ। हुन्छ काका।